जोगी भेट्छु हिँडेको न्यायदेखि शिरलाई मोडी फेरि 30 मार्क अँधेरोमा तिरलाई छोडी म सोच्छु अर्को दीर्घ रोगी म बन्छु यो समाज छ सत्य किन मान्दैनौ अन्त्य छ सबै थाम्छु मन बन्दै सोचको अन्त्य छ बस्से र चाल्छु कदम फेरि भेट्छु अर्को रहस्य यात्राको टुङ्गो केवल लोखाटसम्म हाँसो र वेदना जीवनमा स्वाद पर्छ सपना आरामदायी आशाले आँट पर्छ र सुखको खोजीमा मनुष्य पाप गर्छ एउटा पेट भर्न अर्कोको गाँस खोज्छ एउटा विकास गर्न लाखौँ विनाश गर्छ तिमी पढ्छौ वेद बुझ्छौ भाव बन्छौ म भित्र दैव बास फेरि छुट्याउँछु जात वर्ग समाज खोज्छ उसको अधिकार समात्न फेरि मुटुभरि देवीलाई समान छ म बुझ्दिनँ कस्तो खालके विचार छ लभन देवीले केवल भान्सा मात्र सम्हाल्छ उसको चोटदेखि सबैजना अनजान छ त्यो मर्द जसलाई सबैले नकार्छ उसको दाजुभाइ एउटै रगत प्रतिस्पर्धा यथार्थ पचाउन गाह्रो तर नोटमा समान छ कुरा कोटाए वास्तवमा लोकको गन्ध तैले फेरेको साससँग मनुष्य स्वार्थी यो कुरा शाश्वत छ लुक्रेको तारासँग पनि यो माग गर्छ त भन्छस् पुण्य गर्न बाँकी छ मानवता मरिसक्यो आँखा मेरो साथी छ न्यायलाई मिच्न पत्तावाला हात्ती छ त भन्छस् दैव दयालु म भन्छु पापी छ म भित्र एउटा राक्षस छ जुन दुःखदेखि आत्तिन्छ जोर पर्दा गिरीमा बुद्धि घुम्छ चारतिर आकार बुन्छु अनगिन्ती अक्षर छापिन्छ नबुझ्दा भाव लाग्छ भाषाहरू भाषिन्छ सक्दिन आँखामा पट्टी लगाउन समाजको विपरीत सोचले बनाउँछ सुने ऐनाले सत्य देखाउँछ म उभिए अघि मलाई उल्टो देखाउँछ तर्किन्छस् रङसँग कालो नोटमा चासो छ त आँखा देख्ने अन्धोलाई दृष्टिकोणको खाँचो छ देख्छस् कालो के राखु गुनासो के प्रतिशतलाई छाडी यहाँ सबको आँखा कालो छ गरिबीको सागरमा मर्दा गर्छ कुकाम रित्तो खल्तीलाई भर्न पानामा यस्तै खाडलको चर्चा गर्दा मैले पाएँ केवल पागलको दर्जा